त्यो फर्काउने हामी के उ हो मान्छेलाई लुट्ने के तपाईँ के गर्नु झन्डेर के गर्न आएको तपाईँ के देखाउनु किन आउनु हैन पोलाइटनेसले बोल्न मिल्दैन हैन मैले जा भनेको ए के गर्छ भन्छ मलाई अनि मैले के गर्नु तँलाई हैन हाम्रो प्रहरी हाम्रो साथी हो हैन अनि उलाई मैले भनिरहेको जा भनिरहेको छु सिटी फुकेर जा भन्दैछु मलाई के गर्छस् भन्छ मलाई अनि उलाई के गर्नु मैले त तपाईले पनि त ट्राफिकहरुलाई त उ गर्नु भएन नि त कठोर काम गर्ने अनि हामीलाई धम्काउने चाबी पनि नखोज्न पाउने यसलाई चा पनि भन्न नपाउने हामीलाई उल्टै धम्काएर हामी के सौदाको छोरा हो नै नै हजुर सौदाको छोरा हैन तर यसरी अहिले जुन हजुरको पक्ष मलाई यो गाली त्यो राम्रो त हैन नि त मलाई गाली गरेर मलाई कुदेर आएर धम्काउँछ कुनै मुख छाड्नु भयो नि त मलाई गाली गरेर यसलाई धम्काउ मैले तपाईले किन गाली गर्नु मलाई मैले गाली गरेर म वहाँ पर रोकिरहेको एकजना मान्छेले वेटिङमा छैन अनि त्यहाँ त उहाँसँग राइट छ तपाईको डकुमेन्ट हेर्न राइट सहित उहाँ बोलेको रङ छ है यसरी बोल्न पाउनुहुन्न उहाँले तर तपाईको डकुमेन्ट हेर्ने उहाँको राइट छ है फेरि ठिकै छ हैन तर यसरी हजुर यसरी एग्रेसिभ नहुनु छ मलाई गाली गरेर म कुदेर आएको छु म जा भनिरहेको हैन हजुरले साले साले बोलेको त मैले सुनेर म डराउ म आउँथिन सेन्स नै छैन नि तपाईको सेस राम्रो छ हाम्रो सेस राम्रो त हुँदैन तपाईलाई भएर पुलिस भयो कुन लाउँछ उहाँले नै दाइ हजुरले पनि मुख छाड्नुहोस् है साले भनेको मुख छोडेको कि नै साले भन्नुहोस् है अलि भन्नुहोस् म त रोक्दै रोक्दिन म बाइकै रोक्दैन म जान्थे हो नै त्यति त म थिएन तर तपाईँ एग्रेसिभ भइसकेपछि म रोक्यो यहाँ हैन यो यस्तो सानो विवाद गर्न नहुने हो कि तपाईँ पनि एग्रेसिभ हुनुहुन्न उहाँ पनि एग्रेसिभ भएर यसरी बोल्नु हुँदैन बोल्ने शैली होइन नि त होइन नै उहाँ दिनभरि काम गर्नुपर्छ ट्राफिकलाई धेरै दुःख देखान के यो होइन नि के गर्छ होइन के सर तर हजुर एग्रेसिभ हुनुभएको यो सम्मति हुन्छ एग्रेसिभ हुनुभएको थियो है म रोक्दाखेरि मैले त थाहा भएन तर हजुर एग्रेसिभ भएपछि म रोक्यो हो म हुन्छु तपाईँले पनि दाइ कहाँ यहाँ प्लिज दाइ बी कुल तपाईँ पनि कुल हुनु दाइ होइन त्यो झगडा गरेर फाइदा छ छैन नि